Hello everyone, today is 3 days of living in Japan as a student. Guys, आज चाहिँ म हैन टक्क तपाईहरुलाई चाहिँ टक्क लाएर एउटा नर्मल जापानमा एउटा स्टुडेन्टको एउटा होस्टेल कस्तो हुन्छ भन्ने कुरा चाहिँ म तपाईहरुलाई देखाउन जाँदै छु हैन। टक्क अन्तिमसम्म बनिरहनु होला। कस्तो हुन्छ यताउता हैन, त्यो होस्टेलको भित्र कस्तो हुन्छ, के हुन्छ। आज चाहिँ अब भनौं न 3 days of living in Japan त्यही नै हो। अब त्यस्तो भिडियो चाहिँ बनाउन आउँदैन, एकदम लो क्वालिटी हैन, त्यस्तो एंगलहरु पनि केही मिलेन। जस्ट फर्स्ट ट्राई हो मेरो। दिस इज माई फर्स्ट ट्राई टु मेक सम भिडियो, यु नो गाइज, स्टे ट्युन। त्यही हो गाइज, हेर्दै जानुहोस्। अब मैले चाहिँ सबै कुराहरु यताउता देखाउन ट्राई गरिरहेको छु। हाम्रो होस्टेल भित्र के छ त भन्ने कुराहरु। हामी चाहिँ 3 जना बस्छौं एउटा होस्टेलमा। नेपालबाट यता जापानमा आएको चाहिँ 3 दिन भर्खर। नेपालबाट चाहिँ मैले फर्स्ट भिडियो बनाउँछु जापानमा, फर्स्ट डे इन जापान भनेर यताउता त्यो टपिकको बारेमा बनाउँछु भन्ने सोचेर आएको थिएँ। तर इम्पोसिबल भयो, आफ्नै तनाव यताउता के गएकोमा यताउता बनाउन जानुपर्ने थियो। आफ्नै तनाव अनि त्यो समय बितेको नि थाहा भएन हैन। त्यो कुरा छोड्दिम। अब हेर्दै जानुहोस् कस्तो छ त हाम्रो होस्टेलको रुम। यताउता यस्तो छ होस्टेलको रुम। यो होस्टेल चाहिँ 2-3 महिना एकदम त्यो खाली भएर कोही नबसेर बेसरी फोर भएको थियो र हामीले चाहिँ यस्तै 3-4 घण्टा लाएर बबाल सफा गरेर यतिको भएको। अब यस्तै छ। 3 दिन भयो हैन जापानमा आएको। मैले अघि नै भनिसकेको कुरा त। फ्रिज छ हैन, वाशिङ मेसिन यताउता छ, सुत्ने भनेको भुइँमै हो। अब बेड सेड हुँदैन। अब इफ आफूलाई बेडमा सुत्न मन लाग्यो भने आफैले किन्नु पर्ने रहेछ। यस्तै छ, देख्न सक्नुहुन्छ। अब गाह्रो छ। अब नेपालबाट त आइयो, अब धेरै दुःख भोग्नै छ। अब यस्तै छ गाइज। बत्ती चाहिँ यस्तो हुन्छ, लाइटको सिस्टम चाहिँ यस्तो हुँदो रहेछ। मैले देखाइरहेको छु, हेर्न सक्नुहुन्छ गाइज हैन। यो चाहिँ मेरो फर्स्ट भिडियो हो इन जापान हैन। इन जापान हैन, नेपालमा पनि मैले यस्तो भिडियो बनाएको थिएन, मिनी ब्लग। यो चाहिँ मेरो फर्स्ट भिडियो हो लाइफकै, मिनी ब्लग टाइपको। यसरी आई होप तपाईहरु सबैले सपोर्ट गर्नुहुन्छ, एकदम माया देखाइदिनुहुन्छ भन्ने आशा छ। साथै अब त्यही त भिडियोहरु हेर्दै जानुस्। अब के देखाइरहेको छु सबै हेर्नुस्, इन्जोय गर्नुस् भिडियो हेरेर। त्यस्तो इन्जोयबल भिडियो त छैन त्यही नि। कुनै मान्छेहरु हुन्छ नि त पुरै हेर्ने अन्तिमसम्म, लास्टसम्म। तिनीहरुलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु म। इफ तपाईहरुले अन्तिमसम्म हेर्नु भएको छ भने यो भिडियो एकदम हृदयदेखि थ्यांक यू भन्न चाहन्छु गाइस हैन। एज यु क्यान सी गाइस, यस्तै छ कन्डिसन।